प्रेरक र म घुम्न गएको। प्रेरक त खुसी भएर रमाएर उफ्रेर, किनभने उसको लागि त नयाँ ठाउँ थियो, उसले हरेक कुरा नयाँ देखिरहेको थियो नि त। अनि सोधिरहेको थियो कि यो पनि के हो, त्यो पनि के हो सोधिरहेको थियो। मलाई पनि खुब रमाइलो लाग्यो, किनभने वातावरण एकदमै शान्त थियो, कोलाहल थिएन। रुख बिरुवा, जङ्गल, फुल पुतलीहरू, पानी बगिरहेको, चराचुरुङ्गी कराइरहेको, यस्तो कुराहरू देख्दाखेरि चाहिँ प्रकृतिसँग एकदमै डुबिरहेको थिएँ म पनि। खुब खुसी लाग्यो मलाई, रमाइलो लाग्यो। तर एउटा कुरा के मिस भयो भनेदेखि प्रेरक जस्तो उमेरका केटाकेटीहरू चाहिँ थिएनन् कोही पनि। अनि प्रेरक खेल्दाखेरि चाहिँ एक्लै नै भयो कि, त्यो कुरा चाहिँ मलाई कस्तो अलिकति केटाकेटीहरू भएको भए चाहिँ हुन्थ्यो भन्ने भएको थियो। तर पनि खुसी त भयो, खेल्यो, उफ्र्यो होइन। छिट्टै जाने छिट्टै फर्किने भन्ने हिसाबले छिट्टै गयो, तर साँच्चै नै छिट्टै नै पुगिएछ कि। अनि त्यो भएर चाहिँ मान्छेहरू कोही पनि थिएन, भिडभाडै थिएन। अनि हामी फर्किने बेलामा चाहिँ यो नानी बाबुहरूसँग भेट भयो प्रेरकको। यिनीहरू पनि एकदमै फ्रेन्डली, प्रेरक पनि फ्रेन्डली। त्यसैले छिट्टै घुलमिल भएर चाहिँ खेलिरहेका छन्। प्रेरक त आउनै मानेको थिएन, अझै खेल्ने भनेर भनिरहेको थियो। कस्तो मिलेर खेलेको है। अनि मलाई चाहिँ फर्किने बेलामा एकदमै गाह्रो भयो, गाडीमा चाहिँ कस्तो बिरामी भएर एकदमै गाह्रो भइरहेको थियो।